के को साग काट्दै हुनुहुन्छ? तोरीको साग तोरीको सागसित के बनाउनु नि त? तोरीको साग आटाको किमा तोरीको साग र आटामा खाने हो। खाना पर्ने तिहार्ने अहिले टाउतिलो हुन्छै भन्न पर्ने सागपात त खान राम्रो हो र भिटामिन हुन्छ र हुन पर्यो नि सागपात खाएपछि यस्तो आँखाले देखिन्छ राम्रो हुन्छ त्यस्तै हो पुग्छ यतिले मलाई चाहिँ पुग्दैन होला यतिले सागले नपुगे आलु मिसामलाई के हेर्ने त त्यस्तो हो त्यस्तै हो अलि मोटो मोटो काट्नु होइन र तपाईँले अलि मसिनो काट्नु भयो मोटो काटिदिनु भने सिउनी पकाएको साग त धेरै गलाउनु नि भएन र यसो पराल पुलुलो हो अनि दाल पनि हो भनेपछि दाल आटो अनि तोरीको सागको तरकारी ल मारी आज 3 थाल बजाइन्छ आटो